सम्पूर्ण मेरा फेसबुक मित्रमा सम्पूर्ण मेरो हार्दिक नमन। हामी चाहिँ आज सत्यवती गाउँपालिका वार्ड नम्बर 8 स्थित वार्ड नम्बर 8 र 7 को बिचमा पर्ने अथवा वार्ड नम्बर 7 को 7 र 8 को किनारमा पर्ने गफदै भन्ने ठाउँमा आएका छौँ। यहाँ चाहिँ हामी आज यस्तो नयाँ ठाउँमा आएका छौँ, गफदै भन्ने ठाउँ। यहाँ चाहिँ हाम्रो एकजना प्रिय दाई, आदरणीय प्रिय दाई हुनुहुन्छ, नारायण सिंह दाई। उहाँ चाहिँ 2057 सालदेखि 2072 सालसम्म सत्यवती 6 लमतरी डाँडामा मोबाइल पसल खोली उहाँले व्यवसायिक रूपमा उहाँ परिचित हुनुभएको थियो र उहाँले आफ्नै जन्मठाउँमा केही गरम भन्ने हेतुले यहाँ माथि सत्यवती 7 को गफदै भन्ने ठाउँमा आएर उहाँले एउटा होमस्टे टाइपको आफ्नै घरमा गर्नुभएको छ। दाई, हजुरलाई मैले केही कुरा गर्न चाहेँ। हजुर 2057 देखि 2072 सालमा जङमा बस्नुभयो। त्यसपछि यहाँ केही गरौँ भनेर आफ्नै ठाउँमा आउनुभयो। यहाँ आएर बस्दै गर्दा हजुरलाई कस्तो फिल भएको छ? राम्रो, मलाई जहाँ बसेन आफ्नै क्षेत्र आफ्नै उसमा नेपालभित्र होइन, त्यहाँ पनि मैले एउटा सेवा सुविधा दिएको हो त्यो जमानामा होइन। मैले रेडियो बनाउने, घडी बनाउने, टिभी बनाउने, बिरुट बनाउने होइन, यसो गरेर एउटा जनतालाई सुविधा दिए चाहिँ भयो। 18 वर्ष म त्यसो गरेर कटाएँ जुवाङमा। हाम्रै ठाउँ हो त्यो, यो त्यो भनेको हाम्रै ठाउँ हो, छिमेक हो। अनि म त्यहाँ छोडेर यहाँ आएर हल्का फुल्का सानो कृषि पेसा, मेरो बङ्गुर फर्म छ, अनि ब्रोइलर फर्म छ, कृषि गर्छु, च्याउ खेती सुरु गरेछु, अनि यो सागसब्जीहरू यताउता सानोतिनो म कृषिमा सम्बन्ध भएर यो काम गरिराखेको छु। अनि यो चिने जानेका पाहुनाहरू, तिमीहरू जस्ता मसँग भिजेका पाहुनाहरू मात्रै आउने हो यहाँ होइन। काठमाडौँबाट लिएर पाल्पा, बुटोल, तम्घासम्मका यहाँ उहरू आन्छन्, इष्टमित्रहरू आउँछन्। यिनीहरूलाई हाम्रो अर्ग्यानिक यहाँको कोदोको ढिँडो, मकैको आटो, सिस्नो, लोकल कुखुरा होइन, लोकल खसी बोका, त्यो मैले व्यवस्थापन गरिदिन्छु। यो हल्का फुल्का मेरो ठुलो भन्ने छैन, सानोतिनो होइन, त्यसै गरेर म चलाएर बसिरहेको छु। हजुर, ठिक छ। अनि एउटा कुरा, जस्तो तपाईँ सत्यवती 6 लमतरी डाँडामा बस्दा कस्तो अनुभव गर्नुभएको थियो र यहाँ अहिले आफ्नै ठाउँमा बस्दा कस्तो अनुभव गर्नुभयो, यसो त्यसको बारेमा केही? त्यहाँ पनि मेरो धेरै राम्रो थियो। मेरो 3 भाइ छोराहरू हो। एकबाट 12 क्लाससम्म 3 भाइलाई चाहिँ पढाएँ। मेरो कमाइ भन्दा नि मलाई छोराहरूलाई पढाउनको उ थियो मेरो। अनि छोराहरूलाई राम्रोसँग पढाएँ। अहिले आफ्नो पेसामा आफै लागिसकेपछि अब म पनि अब उमेर पुगेँ, अब 57 वर्ष पुगेँ। त्यही भएर मैले यहाँ घर सम्हाल्ने, घरमा बस्ने बुढो जस्तो भइदिएँ। अनि घरमा बसेर यसो कृषि पेसा आबद्ध छ। अनि मैले यो किवी खेती गरेछु। 100 बिरुवा किवी छ। 100 बिरुवा छ अहिले। 100 बिरुवा। त्यसबाट कति उत्पादन भयो, कति के भयो, त्यसको बारेमा? किवी सम्बन्धी अब 100 बिरुवामा मेहनत त धेरै गर्नुपर्छ। वार्षिक आम्दानी भनेको त्यो 3-4 लाखको आम्दानी आउँछ किवीबाट। अनि किवीबाट हामीले यो वाइन बनाइन्छ। त्यो जुन गाउँपालिकाले तपाईँहरूलाई तालिम दिएको, गाउँपालिकाबाट तालिम लिएछौँ हामीले। वाइन बनाइन्छ, जाम बनाइन्छ, अनि लोकल रक्सी पनि बन्छ त्यसबाट। यताउता गर्दाखेरि 3-4 लाखको आम्दानी किवीबाट हुन्छ। भनेपछि तपाईँ यहाँ बसेर अहिले सन्तोषजनक हुनुहुन्छ? एकदम सन्तोष। आफ्नै घरमा बसेर किवी गर्नुभयो, बुङ्गुर पाल्नुभयो, अनि आएका पाहुनाहरूलाई खुवाउनु भयो, सबै कुरा जो सन्तोषजनक हुनुहुन्छ। ब्रोइलर फर्म छ, बङ्गुर फर्म छ। कृषि हल्का फुल्का अहिलेको सिजनमा मैले लगभग 4-5 क्विन्टल काँक्रा बेचेँ। त्यसबाट पनि हल्का फुल्का नुन तेल खान चल्छ। सागसब्जीहरू बनाउँछु होइन। अनि मैले नयाँ खेती फेरि एउटा यो सिटाके च्याउ भन्ने सुरु गरेछु। कहाँ छ दाइ त्यसको फर्म चाहिँ? त्यो हेर्ने भए माथि जाम्ला, त्यो एउटा च्याउ हाम्रो यो ठाउँमा जुवाङ जुन्या भार्सेमा कसैले पनि गरेको छैन होला। मैले अहिले एउटा नयाँ लिएछु, सिटाके च्याउ भन्ने होइन। मुरामा हाम्रो कटुसको काठ हाम्रो जङ्गलमा टन्न हुन्छ। कटुसको काठबाट हुने चिज हो त्यो। मैले सुरुवात गरेछु। अनि हामीलाई पालिका
होइन उहाँहरूले सहयोग दिए भने अझै राम्रो तरिकाले व्यवस्थित तरिकाले गर्ने मेरो इच्छा छ। हजुर कहीँबाट सहयोग पाएन भने आफैले जति सक्छ त्यति गर्ने। हुन्छ म तपाईँलाई देखाइदिन्छु। सम्बन्धित निकायमा भन्ने काम हामीले नै गरौँला। अँ। त्यसको लागि टेन्सन नलिनुहोस्, तपाईँ चाहिँ अगाडि बढ्नुहोस्। अहिले सन्तोषजनक चाहिँ हुनुहुन्छ अहिलेसम्म। हजुर एकदम ठिक छ ल। मलाई खान पुगेछ, छोराछोरी पाल्न पुगेछ। हजुर भइहाल्यो। म लाउरेन होइन, म विदेश पनि गएन। तपाईँ यहीँ बसेर आफ्नै ठाउँमा गर्नुभएको छ। कसो कसैको 1 रुपियाँ खा छैन, बरु मेरै खा होला। होइन क्लियर मान्छे हो, क्लियर मान्छे हो। ठिक छ। अल्लाहले बिन खाइदे नारायण सिंहले भन्ने पाहुनाहरू आछन् पालेछु। ठिक छ। आज हामी ठिक छ। आज हामी 6 जनाको टोली यहाँ आइयो, यहाँ हजुरकोमा खाना खाइयो, सबै कुरा भयो। हजुरले गर्नुभएको माया आधार सद्भावप्रति एकदम सम्मान छ। यसको लागि एकदम हामी कृतज्ञता व्यक्त गर्दछौँ। ठिक छ। हजुरको आगामी दिन शुभ रहोस्, सफल रहोस्। हजुरको व्यावसायिक जीवन अझै फलदायी रहोस् भन्दै हामी यहाँबाट बिदा चाहन्छौँ। धन्यवाद। साथसाथै बडा दशैँको शुभकामना। बडा दशैँको 2022 सालको छौँ र यहाँ अब रहेको उत्पादनमा देख्न सक्नुहुन्छ यहाँ काँक्राहरू। फर्सी चाहिँ तलपट्टि तपाईँले खिच्नु भयो कि नै त्यो मैले यहाँ भिडियोमा देखिनँ। यी फर्सीहरू चाहिँ के अरे काँक्राहरू चाहिँ बारीमा हिँड्दाखेरि ठेस लाग्छ देखिनु। यी भर्खर दाइले यी बारीबाट फेरि यहाँ लिएर आउनु यहाँको उत्पादन अहिले एकदमै बढिरहेको छ। दाइ अहिले यहाँ असिना पानी आएर यतिको बढी भयो कि भयो? यो त असिना आए पनि केही गर्ने फलफुल परेन। हल्का कुहिन्छ, खासै फरक पर्दैन ल। ठिक छ। यहाँ देखाऊ, तिमीले यहाँ देखाऊ त। यस्तो यी धेरै नै छन् यी काँक्राहरू। पहेँला दसैँको लागि टक्क खानालाई र यहाँ लिएर जानलाई 2टा काँडमा पनि काँड पुऱ्याउने फेरि यहाँ भार्सेमा चाहिँ तपाईँहरू नआएको मान्छे यहाँको आनन्दित लिनुहोस् ल। धन्यवाद।